आजको टपिक छ इन्फाइनाइट सिरिज। इन्फाइनाइट सिरिज भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ सम अफ इन्फाइनाइट सिक्वेन्स अफ टर्म्स हो। यो चाहिँ इन्फाइनाइट हुन सक्यो जुन सिक्वेन्स अफ टर्मको सम जुन गरिन्छ त्यसलाई चाहिँ हामीले इन्फाइनाइट सिरिज पनि भनिन्छ। जसलाई हामीले एसले डिनोट गऱ्यौँ भने यसलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तै सिक्वेन्स अफ टर्म्स चाहिँ के हुनसक्छ, जस्तै A1 प्लस A2 प्लस A3 प्लस जो चाहिँ इन्फाइनाइटसम्म जान सक्यो प्लस AN। एन चाहिँ जति जुन टर्म पनि हुन सक्दो इन्फाइनाइट हुन्छ। र यसमा रहेको छ हामीले चाहिँ कुनै पनि इन्फाइनाइट सिरिजलाई हामीले के भन्न सकिन्छ भन्दाखेरि कन्भर्जेन्ट भन्न सकिन्छ कि डाइभर्जेन्ट, कि कन्भर्जेन्स अथवा डाइभर्जेन्स भनेर भन्न सकिन्छ। कन्भर्जेन्ट भनेको चाहिँ कस्तो भन्दाखेरि जुन चाहिँ कन्भर्ज भएको, जस्तै कुनै पनि जस्तै एउटा लिमिट छ, जस्तै यहाँदेखि यहाँसम्मको एउटा फाइनाइट छ भने यसलाई हामीले के भन्न सकिन्छ, कन्भर्ज भन्न सकिन्छ। फाइनाइट भ्यालु हुन सक्छ। अर्को हुन्छ जुनको चाहिँ फाइनाइट भ्यालु चाहिँ हुँदैन, हुन सक्यो अथवा त्योभन्दा बढी हुन सक्यो। जस्तै एउटा ठाउँबाट जाँदा पनि त्यसको लिमिट चाहिँ एकदम सेटल नहुने क्या, त्यस्तो खालको जुन भ्यालु छ त्यसलाई चाहिँ हामीले डाइभर्जेन्ट सिरिज भनेर भनिन्छ। यसलाई चाहिँ हामीले के भन्न सकिन्छ भन्दाखेरि जस्तै द सम approaches a finite value। भन्छ हामीले जस्तै डाइभर्जिङ सिरिज। The sum grows indefinitely or doesn't settle to a finite हामीले कुनै पनि सिरिजलाई चाहिँ कि हामीले कन्भर्जेन्ट भन्छौँ कि डाइभर्जेन्स भन्छौँ हैन। अब त्यो कन्भर्जेन्स छ कि डाइभर्जेन्स छ भनेर पनि थाहा पाउनको लागि हामीले चाहिँ कसरी गर्न सकिन्छ त भन्दाखेरि पहिलो छ एउटा पी टेस्ट। पी टेस्टमा चाहिँ जस्तै पी टेस्टमा चाहिँ के गरिन्छ भने जस्तै हाम्रो एउटा इन्फाइनाइट सिरिज छ जसलाई चाहिँ हामीले मानौँ f(x) = 1 अपन समेसन अफ 1/np को टर्ममा हामीले जस्तै लेखियो भने यो चाहिँ कन्भर्जेन्ट हुन्छ। कति बेला भन्दाखेरि p को भ्यालु ग्रेटर देन 1 छ भने यो के हुन्छ, कन्भर्जेन्ट हुन्छ। हैन भने p को भ्यालु लेस अर इक्वल टु 1 छ भने चाहिँ यो चाहिँ डाइभर्जेन्ट हुन्छ। मैले चाहिँ यहाँ सबै चिजहरु चाहिँ एकदम खुलाएर चाहिँ युज गरेको छैन, तर जेनरली बुझ्नलाई जस्तै इन्फाइनाइट सिरिज यो हो। अब यसमा कन्भर्जेन्ट डाइभर्जेन्ट यसरी हुन्छ र पी टेस्ट छ, त्यस्तै गरी रुट टेस्ट हुन्छ, रेशियो टेस्ट हुन्छ।
लेबनिज टेस्ट छ त्यसरी चाहिँ हामीले यो गरिन्छ भनेर चाहिँ बताउन खोजेको छु। पछि अरू कुनै भिडियोमा चाहिँ मैले यसको थियोरमहरू प्रुफ गरेर पनि देखाउने छु। अहिलेलाई चाहिँ जेनरल कुराहरू चाहिँ खास के हो भन्ने चाहिँ यसमा बुझ्नु पर्यो पहिला। त्यस्तै गरी अर्को जुन रहेको छ त्यो चाहिँ छ रेसियो टेस्ट। रेसियो टेस्टमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि यसमा चाहिँ एउटा स्टेटमेन्ट छ, जस्तै लेट समेसन अफ युएन बी द series of possible terms if रेसियो टेस्टमा चाहिँ के भन्छ भन्दाखेरि जस्तै लेट समेसन अफ युएन बी द सिरिज अफ पोसिबल टर्म्स इफ लिमिट n टेन्स टु इन्फाइनाइट un plus 1 divided by un is l छ भने देन द सिरिज चाहिँ कन्भर्जेन्ट हुन्छ कति बेला इफ l इज लेस देन 1 एन्ड द डाइभर्जेन्ट हुन्छ कति बेला भन्दाखेरि l चाहिँ 1 भन्दा बढी छ भने, ग्रेटर देन 1 छ भने। तर टेस्ट चाहिँ फेल हुन्छ यदि l इक्वल टु 1 छ भने। अब अर्को छ रुट टेस्ट। रुट टेस्ट पनि सेम त्यस्तै नै हो। यसमा पनि के हुन्छ जस्तै पोजिटिभ टर्म्स छ जुन चाहिँ समेसन अफ युएन, यो चाहिँ के छ लिमिट एन टेन्स टु इन्फाइनाइट एन अन्डर रुट युएन, यो चाहिँ पोजिटिभ हुनु पर्यो। त्यो चाहिँ 1 भन्दा सानो छ भने कन्भर्जेन्ट हुन्छ, यसमा चाहिँ ग्रेटर देन 1 छ भने डाइभर्जेन्ट हुन्छ र टेस्ट फेल हुन्छ एन इक्वल टु 1 हुँदा। अब यसमा पनि भित्र गएर हामीले चाहिँ फेरि सिम्प्लिफाई गर्नुपर्ने हुन्छ। यो चाहिँ हामीले पछि जब यसको न्युमेरिकल पार्ट्सहरू आउँछ त्यति बेला चाहिँ मैले भन्छु, त्यति बेलालाई चाहिँ यो सबै चिजहरू चाहिँ इम्पोर्टेन्ट टर्म्सहरू हुन्छन् होइन, त्यो चाहिँ त्यति बेला चाहिन्छ, त्यही भएर यो लेखाएको। अब नेक्स्ट भिडियोमा जब हामीले न्युमेरिकल पार्ट्सहरू गरिन्छ त्यति बेला चाहिँ यो सबै इम्पोर्टेन्स हुन्छ, यो चाहिँ के छ कति बेला के हुन्छ भन्ने चिज चाहिँ। अब हाम्रो अर्को जुन टेस्ट छ यो चाहिँ लेबनिज टेस्ट भनिन्छ यसलाई चाहिँ हामीले अल्टरनेटिङ सिरिज टेस्ट पनि भन्न सकिन्छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि द अल्टरनेटिङ सिरिज un माइनस u2 प्लस u3 माइनस u4 प्लस एन टर्म्ससम्म छ भने, जस्तै यसलाई चाहिँ हामीले कन्भर्जेन्ट भन्न सकिन्छ जति बेला चाहिँ un प्लस 1 इज लेस देन un छ भने, न्युमेरिकली लेस देन द प्रिसिडिङ टर्म भएको खण्डमा। यति बेला चाहिँ यो चाहिँ 0 हुन्छ भने कन्भर्जेन्ट हुन्छ, हुँदैन भने असिलेटरी हुन्छ। यो टेस्ट चाहिँ एकदमै इम्पोर्टेन्ट पनि छ, यसको थ्योरम पनि इक्जामहरूमा सोधिरहने हो। यो पियुको इक्जामहरूमा चाहिँ त्यो थ्योरम चाहिँ मैले अगाडिको भिडियोहरूमा फेरि बनाएर राख्नेछु। अहिले चाहिँ अब यति 4वटा टेस्टहरू चाहिँ राम्रोसँग सम्झिनु होला हजुरहरूले पनि। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ अब आउने न्युमेरिकलहरूको लागि। मैले चाहिँ अब यिनैमा बेस्ड गरेर चाहिँ न्युमेरिकलहरू चाहिँ मैले 51टा न्युमेरिकल चाहिँ सबैको गर्ने छु। त्यसपछि चाहिँ हामीले गरिन्छ पावर सिरिज, त्यसको चाहिँ इन्टरभल अनि इन्टरभल अफ कन्भर्जेन्स निकाल्ने, रेडियस निकाल्ने, त्यो चाहिँ हामीले नेक्स्ट भिडियोमा फेरि अर्को गरिन्छ। न्युमेरिकल बेस्ड यसको न्युमेरिकल गरिसकेपछि चाहिँ अहिलेको लागि चाहिँ यति, यो चाहिँ राम्रोसँग पढ्नु होला। नेक्स्ट भिडियोमा चाहिँ मैले न्युमेरिकलहरू गर्नेछु यसै सम्बन्धित रहेर। हस् त, धन्यवाद।